हेलो एभ्रिवान, नमस्ते छ सबैजनालाई। र हामी घुम्नु गएको थियो राजबाडी। हामी फाइनली गेटमा आइपुगे। त्यसको बादमा उत्रे गाडीबाट अनि हेर्दाखेरि यस्तो दोकानमा हेर्दाखेरि चाहिँ हामीले इमलीको चटनी दोकान देख्यो। अनि हामीले चटनी खाने भनेर मैले फेरि आन्टीलाई सोध्दै थिएँ यो चटनीको नाम चाहिँ के हो भनेर। सायद आन्टीलाई नै थाहा थिएन होला कि चटनीको नाम, केही रिप्लाई गर्नु भएन। त्यसको बादमा चाहिँ बहिनी सानोबाट हाँसिरहेको थियो अनि आन्टीले केही रिप्लाई दिनु भएन। तर पनि केही छैन, खाएर टेस्ट गरी हेरौँ भनेर खाएको थिएँ कि तर साह्रै स्वादिष्ट रहेछ यो, खट्टा मिठा। अनि त्यसको बादमा जाँदै थियो हामी गेटतर्फ अनि हामीले भिजिट गरे। फाइनली हेर्न सक्नुहुन्छ नजरिया साह्रै राम्रो देखिँदै थियो। र मेरो दिदीको ट्युसन स्टुडेन्टहरू चाहिँ अगाडि हिँडिरहेको थियो। उनीहरूलाई धेरै रमाइलो भइरहेको थियो, साह्रै खुसी थियो। अगाडि भिडियो गर्दै हिँडिरहेको थियो। पछाडि चाहिँ म अनि मेरो भेना अनि त्यसको बाद मेरो दिदी हिँडेर जाँदै थियो। हेर्न सक्नुहुन्छ तपाईहरुले राजबाडीको नजरिया। र त्यसको बादमा फोटोज क्लिक गरेर त्यसको बाद हामी जाउँ न त भित्र भिजिट गरौँ भनेर हिँड्दै थियो। अनि साह्रै घाम लागिरहेको कारणले मैले सनग्लास लगाएर म हिँडिरहेको थिएँ। अनि हेर्न सक्नुहुन्छ भित्रको नजरिया, बाहिरको नजरिया हेर्नुहोस्, साह्रै राम्रो देखिँदो रहेछ। अनि कलर पनि अलिकति चेन्ज भएको कारणले झनै साह्रो राम्रो देखिरहेको छ। र फेरि हामीले फोटो क्लिक गरे अनि भिडियोजहरू बनाएँ। अनि त्यसको बादमा चाहिँ हामी घर फर्किन लागे, निस्के हामी बाहिर। अनि हामीले भन्दै थियो खाना खाएर डाइरेक्ट घर फर्किने, घरतिर लाग्ने भनेर। त्यसको बाद खानाहरू खाएर त्यसको बाद हामी गाडीमा चढे। त्यसको बाद मैले चाहिँ सोध्दै थियो कि ऊ बहिनीलाई कस्तो लाग्यो नानीहरू तिमीहरूलाई भन्थ्यो। एकदमै राम्रो लाग्यो अरे है। हामी चाहिँ घरतिर फर्कियो अनि ओके, थ्याङ्क यू फर वाचिङ, बाई बाई।